यो चाहिँ हाम्रो शिव गुफा जाने बाटो हैन। हामी जाँदैछौँ अब मेन शिव गुफातिर। अनि अब चाहिँ थोरै छ बाटो। हामी यहाँ चाहिँ खाली खुट्टा जानुपर्छ हैन, खाली खुट्टा हिँड्दै जाने हो। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ पुरा जङ्गलको बिचमा हो यो गुफा चाहिँ हैन। यहाँ यो हल्का बाटोहरू बनाछन्, तर यो यत्तिकै त्यति धेरै मान्छेहरू आउँदैनन्, त्यही भएर हल्का उभा छ। यता चाहिँ शिवरात्रि त्यति बेला चाहिँ एकदमै भिड हुन्छ। अहिले चाहिँ शान्त नै छ वातावरण। चाहिँ जुकाहरू पनि टन्नै भेटिन्छन् हैन, देख्न सक्नुहुन्छ पुरै लगाइसके यहाँ। यिनीहरूलाई चाहिँ अहिले हटाउनु पर्छ एकछिनमा। अब चाहिँ हामी यहाँ मन्दिरमा पुगिसकेका छौँ हैन। हाम्रो मन्दिर चाहिँ यहीँ अगाडि छ, यहाँ देख्न सक्नुहुन्छ। अब चाहिँ पुगिसक्यौँ, यो चाहिँ हाम्रो मन्दिर हो। अनि यतातिर झरना बगिरहेछ तलतिर। अनि यहाँ चाहिँ यहाँ भित्र चाहिँ पूजा गर्ने ठाउँ छ। अनि एकदमै शान्त वातावरणमा छ यो खोलाको बिचमा पुरा। यतापट्टि पुरै यो भिड टाइपको छ, खोला नाला मन्दिर। यो रह्यो हाम्रो शिव गुफा मन्दिर, तर भित्र चाहिँ रेकर्ड गर्न त्यति एलाउ छैन, त्यही भएर बाहिर मात्र। बाहिर चाहिँ हाम्रो यो एकदम सुन्दर ठाउँ छ। खोला पनि भव्य रूपमा बगिरहेछ हैन। अनि यहाँ अल्लो सिस्नो पनि टन्नै छ। यो रह्यो हाम्रो झरना, बवाल छ। यतापट्टि पुरै यो भिड टाइपको छ, खोला नाला मन्दिर।